तेस्रो विश्वयुद्धको लागि बिउ छर्ने काम भइसकेको छ। भारत र पाकिस्तानको युद्धले सारा विश्व नै दुईवटा ध्रुवमा विभाजित हुने संकेत देखाइरहेको छ। मे 9 रातको 8 बजेको थियो। भारतको आकाशमा 81 साइरन बज्न थाल्छ, किनकि पाकिस्तानले दशौंको संख्यामा भारतको जम्मू कश्मीर, राजस्थान जस्ता राज्यहरूमा ड्रोन तथा मिसाइलहरू पठाएको थियो। पाकिस्तानले पछाडि नहट्ने भनेर संकेत दिइरहेको छ र ऊ भारतसँग फुल स्केल वारमा जान चाहन्छ। पाकिस्तानले पठाएका सम्पूर्ण ड्रोन तथा मिसाइलहरू इन्डियन आर्मीको एयर डिफेन्स सिस्टमले आकाशमा नै न्युट्रलाइज गरिदियो। मतलब उनीहरू जुन लक्ष्यको लागि पाकिस्तानबाट पठाइएको थियो तिनीहरूले त्यो क्षति गर्न सकेनन्। तर इन्डियन आर्मीले भने लाहोरमा पसेर पाकिस्तानी आर्मीको एयर डिफेन्स सिस्टमलाई ध्वस्त पारिदिएको छ। पाकिस्तानले पनि घुँडा धसेर लड्ने संकेत देखाइरहेको छ। पाकिस्तानले वर्ल्ड ब्याङ्क र आफ्ना स्ट्र्याटेजिक पार्टनरहरूलाई कोट गरेर लोन मागिरहेको छ। यसले के स्पष्ट रूपमा देखाउँछ भन्दा पाकिस्तानले ऋण लिएर भए पनि यो भारतसँगको युद्धलाई अगाडि बढाउन चाहन्छ, एउटा निचोडमा पुर्याउन चाहन्छ। झन् भारतको त के कुरा गर्ने, उसले त 1 को बदला 10 ले लिइरहेको छ। उ त मिलिटरीली पनि र फाइनान्सियली पनि एकदमै स्ट्रङ पोजिसनमा छ। चाइना, टर्की लगायतका थुप्रै मुस्लिम राष्ट्रहरूले पाकिस्तानलाई सहयोग गरिरहेका छन् भने नेपाल, इन्डाइरेक्टली युएसए, जापान जस्ता देशहरूले भारतलाई सहयोग देखाइरहेका छन्। तपाईले सोचिरहनु भएको होला नेपालले भारतलाई कसरी सहयोग देखाइरहेको छ। स्क्रिनमा नेपालको परराष्ट्र मन्त्रालयले रिलिज गरेको प्रेस रिलिज हेर्नुहोस्। त्यहाँ स्पष्ट रूपमा लेखिएको छ कि ड्युरिङ दिस ट्रेजिक पिरियड नेपाल एन्ड इन्डिया स्टुड इन सोलिडारिटी युनाइटेड इन सेयर्ड ग्रिफ एन्ड सफरिङ। यो दुःखको समयमा नेपाल र भारत एकै ठाउँमा उभिएका छन्, दुःख सेयर गर्दै भनेर लेखिएको छ भने यसको दोस्रो प्याराग्राफमा स्पष्ट रूपमा के लेखिएको छ भन्दा नेपाल स्ट्यान्ड्स टुगेदर विथ अल इन द फाइट अगेन्स्ट टेरोरिजम। नेपाल आतंकवादको विरुद्धमा सबैको पक्षमा खडा छ। यानि कि डिप्लोमेटिकल्ली अथवा इन्डाइरेक्टली नेपालले के भन्न खोजिरहेको छ भन्दा नेपालले यो आतंकवाद विरुद्धको युद्धमा भारतको समर्थन दिइरहेको छ। यो युद्ध कति लामो समयसम्म चल्छ, यो युद्धको आयु कति छ भन्ने कुरा एउटा मुख्य कुराले, एउटा मेन आधारले डिटरमाइन गर्छ। त्यो आधार के हो तपाईहरुलाई थाहा छ? त्यो हो अमेरिकाको हस्तक्षेप। किनकि आजभन्दा अगाडि जति पनि भारत र पाकिस्तान बीचमा युद्धहरू भएका छन् नि, ती सबै युद्धहरू अमेरिकाको इन्टरभेन्सनले नै, अमेरिकाको हस्तक्षेपले नै रोकिएका छन्। जस्तै एक्जाम्पलको लागि हामीले 1971 को इन्डिया पाकिस्तानको वारलाई लियौँ। त्यति बेलाका तत्कालीन पाकिस्तानी प्रधानमन्त्री अमेरिका जान्छन् र अमेरिकी राष्ट्रपतिसँग बिन्ती गर्छन्, भारतले हामीलाई ध्वस्त बनाउन लाग्यो, समर्थन दिनुस्, हामीलाई सपोर्ट गर्नुस्, युद्ध रोकिदिनुस् भन्छन्। त्यसपछि अमेरिकाको डाइरेक्ट इन्टरभेन्सनमा त्यति बेलाको भारत र पाकिस्तान बीचको युद्ध रोकिएको थियो। तर अहिले मौसम बदलिएको छ, हावाको रुख बदलिएको छ। अब के हुन्छ भन्ने कुरा अमेरिकाको इन्ट्रेस्टमा डिपेन्ड गर्ने कुरा हो, किनकि अमेरिकाको लिडरसिपमा पनि परिवर्तन आइसकेको छ। अहिले डोनाल्ड ट्रम्प छन्, उनले त्यति धेरै अरू देशमा इन्टरभेन्सन दिन चाहँदैनन् जहाँ आफ्नो इन्ट्रेस्ट उनले देख्दैनन्। यसको स्पष्ट रूपमा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले पनि वास्तविकता सबै क्लियर कट कुरा गरिसकेका छन्। उनले भनेका छन् यो कश्मीर मामिला अथवा यो भारत र पाकिस्तान बीचको युद्ध नितान्त भारत र पाकिस्तान बीचमै रहनेछ। हामीले यसमा कुनै पनि हस्तक्षेप गर्ने छैनौँ, हामीले यसमा कुनै पनि इन्टरभेन्सन गर्ने छैनौँ। तर हामीले बीचबीचमा भनिराख्नेछौँ नलड, डिस्केलेट गर वारलाई भनेर। यसले के देखाउँछ भने अहिले अमेरिकाले पहिला जसरी इन्टरभेन्सन देखाउँथ्यो, पहिला जसरी पाकिस्तानलाई फुल सपोर्ट देखाउँथ्यो, पहिला जसरी पाकिस्तानको इसारामा अमेरिकाले वारमा आएर हस्तक्षेप गर्थ्यो, अहिले त्यो गर्नेवाला छैन पाकिस्तान। जसले गर्दा यो युद्ध अझै बढ्दै जानेछ भन्ने कुरामा कुनै पनि डाउट नै छैन जस्तो लाग्छ मलाई। अझ यसमा एउटा नराम्रो कुरा के हुन सक्छ भने जब पाकिस्तानलाई अहिले इन्डाइरेक्टली सपोर्ट गरिरहेका देशहरू यसमा डाइरेक्टली इन्भल्भ हुन थाल्छन्, जब भारतलाई इन्डाइरेक्टली सपोर्ट गरिरहेका देशहरू यसमा डाइरेक्टली इन्भल्भ हुन थाल्छन्, त्यति बेला के हुन्छ? यो त सारा विश्वका बिग विक्सहरूको, सारा विश्वका पावरफुल देशहरूको रणमैदान पनि बन्न सक्छ। आशा गरौँ त्यो त नहोस्। यदि त्यो भयो भने त्यो लगातार, त्यो नितान्त रूपमा, त्यो फिक्स्ड वर्ल्ड वार 3 को बाटो देखाउने एउटा प्रिभेन्ट हुनेछ। यो युद्ध डिस्केलेट हुने, यो युद्धको इन्टेन्सिटी कम हुने मैले कुनै पनि सङ्केत देखिरहेको छैन, किनकि दुवै देशमा अल्ट्रा नेसनलिस्टहरू छन्। पाकिस्तानको कुरा गरौँ, त्यहाँ त नामको मात्रै प्रजातन्त्र छ,
त्यहाँ त सबै कुरा मिलिट्रीको अन्डरमा छ। इभन त्यहाँको सरकारको हुन्छ, त्यहाँको सरकारको हेडको हुन्छ, त्यहाँको सरकार कसले चलाउँछ भन्ने कुरा सबै पाकिस्तानको आर्मीले नै डिटरमाइन गर्छ। तैपनि पाकिस्तानका सबै नागरिकदेखि लिएर त्यहाँका टप अफिसियल्सहरू, त्यहाँका आर्मीहरू सबै अल्ट्रा नेसनलिस्ट छन्। त्यसैले उनीहरू पनि पछाडि हट्ने छैनन् र उनीहरूले त्यो सङ्केत पनि देखाइराखेका छैनन्। हेर्दै जाउँला पछि इम्पेन्डिङ समयमा के हुन्छ त्यो त हामीले विटनेस गर्दै जाने कुरा भयो। तर अहिले पनि भारतमा मोदी छन्, भारतका प्रधानमन्त्री। भारत मिलिटरीली र फाइनेन्सियली दुवै रूपमा स्ट्रङ पनि छ। उसले पाकिस्तानलाई जवाफ मजासँग दिन सक्छ। यदि न्युक्लियर बम दुवै देशसँग नभएको भए पनि भारतले पाकिस्तानलाई धुल चटाउने क्षमता राख्छ। र भारतका प्रधानमन्त्री छन् नरेन्द्र मोदी। उनले टेरोरिजमप्रति, उनले आतङ्कवादप्रति जेरो टोलरेन्सको नीति लिएका छन्। उनले भनिसकेका छन् आतङ्कवादीहरू विश्वको जुनसुकै कुनामा भए पनि वी विल हन्ट देम भनेर। यसले स्पष्ट रूपमा देखाइरहेको छ दुवै देशहरू पछाडि हट्ने लयमा छैनन्। यो युद्ध, यो भर्खरै त वार सुरु भएको छ। हिजो अस्ति त सामान्य एक दुईवटा मिसाइल हान्ने काम भइरहेको थियो, तर अप्रिल 9 देखि यो वार एकदमै ह्युज इन्टेन्सिटीमा अगाडि बढिरहेको छ। र आज भोलि अब यसले कस्तो रूप लिन्छ भन्ने कुराले वर्ल्ड वार 3 को डिरेक्सनतर्फ जान्छ या जाँदैन भन्ने कुरा डिटरमाइन गर्छ। आशा गरौँ यसमा अरू देशहरूले पनि इन्टरभेन्सन गरून्। भारत र पाकिस्तान दुवै न्युक्लियर पावर भएका देशहरू हुन्। त्यसैले यदि कुनै पनि देशको नेताको, भारत या पाकिस्तानको नेताको सनकले यदि एउटा पनि न्युक्लियर बम फालियो भने के हुन सक्छ? हालत खराब हुन सक्छ। हाम्रो साउथ एसियन रिजन, हाम्रो दक्षिण एसिया रिजन रणमैदान भन्ने छ, यसमा कुनै डाउट नै छैन। अरू विश्वका शक्तिशाली राष्ट्रहरूदेखि लिएर साना साना राष्ट्रहरू पनि त्यो युद्धमा इन्भल्भ हुन सक्नेछन्, किनकि सबैको आफ्ना आफ्ना इन्ट्रेस्टहरू हुन्छन्। आशा गरौँ यो युद्ध डिस्केलेट हुनेछ, यो युद्धको इन्टेन्सिटी कम हुनेछ। यसमा भारत र पाकिस्तानले डिप्लोमेटिक तरिकाले सारा आफ्ना मिसअन्डरस्ट्यान्डिङहरू सल्भ गर्नेछन्। पाकिस्तानले आतङ्कवादीहरूलाई इन्डाइरेक्टली अथवा डाइरेक्टली समर्थन दिन, फाइनेन्सियल्ली, टेक्निकल्ली जुनसुकै रूपमा पनि बन्द गर्नेछ र भारतले पनि पाकिस्तानमाथिको आक्रमण बन्द गर्नेछ। त्यसले मात्रै दक्षिण एसियाली क्षेत्रमा पुनः शान्ति स्थापना गर्न सक्छ र यो युद्धको अन्त्य पनि गराउन सक्छ र थर्ड वर्ल्ड वारलाई रोक्न पनि सक्छ। र एउटा फ्याक्ट के हो भने यदि तेस्रो विश्वयुद्ध हुन्छ भने चौथो विश्वयुद्ध मान्छेहरूले ढुङ्गाले लड्नेछन्। आशा गरौँ तेस्रो विश्वयुद्ध नहोस्। भारत र पाकिस्तानको यो युद्ध, यो वार समयमै डिस्केलेट होस्, यसको समयमै निराकरण होस्। आवश्यक डिफिकल्टीहरू, त्यहाँ भइरहेका जुन मिसअन्डरस्ट्यान्डिङहरू छन् तिनीहरू टाइममै सट आउट हुन् भन्ने हाम्रो त आशा त्यही नै हो। एज अ पिस लभिङ नेसन, एज अ ल्यान्ड अफ गौतम बुद्ध, हामीले आशा गरौँ विश्वमा शान्तिको स्थापना होस्। दक्षिण एसियाली क्षेत्रमा भइरहेका सम्पूर्ण खाले द्वन्द्वहरू, आतङ्कवादी गतिविधिहरू, एक्सट्रिमिजमका सबै खाले गतिविधिहरू अन्त्य भएर जाउन् र सारा विश्व नै शान्तिको बाटोतर्फ अगाडि बढोस्। जय देश, जय नेपाल।